हेलो साथीहरू सबैजनालाई नमस्ते। आज मेरो च्यालेन्जको चौथो दिन र सधैँको जस्तै म उठेर गएँ जिम गइसकेपछि गर्न लागेँ वार्मअप। त्यसपछि आज मेरो ब्याकको डे हो, त्यसैले आज ब्याकको वार्मअप गर्दैछु। तपाईँहरू पनि हेर्न सक्नुहुन्छ ब्याकको दिन के गर्नुपर्छ, कस्तो गर्नुपर्छ भनेर तपाईँ पनि हेर्न सक्नुहुन्छ। कहिले यसो जिम गइसकेपछि ब्याक वर्कआउट गर्नुभन्दा पहिला यो सब वार्मअप गर्नु होला, ताकि तपाईँको सोल्डर अनि पछाडिको ब्याक राम्रोसँग हिट होस् र शरीर एकदम कुल होस्। त्यही हिसाबले यसरी गर्नु होला तपाईँहरू। त्यसपछि यो सब भइसकेपछि म गएँ यो ब्याक पुल डाउन मसिन हान्न। त्यसपछि मसिन हानिसकेपछि गाइज तपाईँहरू देख्न सक्नुहुन्छ, फेरि 2 सेट हाने 15-15 को। त्यसपछि यो मसिन हाने 15-15 को 2 सेट, 20 र 25 को सेट हाने। त्यसपछि बारबल रो हाने 5 र 5 को 15 रेपिटेसन र 20 को 15 रेपिटेसन। साथीहरू यो बार पहिल्यैदेखिको 20 किलोको हुन्छ, त्यसैले धीरे धीरे हान्नुहोस्। त्यसपछि हाने मैले डम्पर रोको 15 रेपिटेसन हाने 2 चोटि। फेरि आयो मेरो लास्ट एक्सर्साइजको बारी। लास्टमा हाने मैले लास्ट पुस डाउन हानिसकेपछि फेरि आफ्नो फेरि स्ट्रेचिङ गर्न लागेँ ब्याक हानिसकेपछि, ताकि पछि रुममा गएपछि धेरै नदुखोस् आङहरू। त्यसैले एक्सर्साइज यो स्ट्रेचिङ गर्नुपर्छ, ब्याक हल्का दुख्दैन साथीहरू। पछि गइसकेपछि ब्याक हानिसकेपछि फेरि यो स्ट्रेचिङ गरिसकेपछि मेरो ब्याकको पोज दिएँ। आज हेर्नु ब्याक हानेपछि मेरो कस्तो पम्प आछ भन्नु होला साथीहरू। सपोर्ट गर्नु होला सबैजनालाई। धन्यवाद।